ल सबैलाई नमस्कार, स्वागत छ तपाईलाई लोकसेवा ट्युटर च्यानलमा। साथीहरू, हामीले चाहिँ गोरखापत्र विशेष एउटा सिरिज नै स्टार्ट गरिसकेका छौँ, जसमा चाहिँ 2082 सालको वैशाखदेखि लिएर यो वर्षसम्म कति क्वेसनहरू सोधेको छ गोरखापत्रमा, त्यो सबै क्वेसनहरूको चाहिँ स्लाइड बनाएर हामी चाहिँ भिडियो बनाएर राख्नेछौँ है त। र आजको यस भिडियोमा हामी चाहिँ वैशाख महिनाको केही पार्ट टेस्टमा राख्छौँ। यसमा चाहिँ वैशाखमा जम्मा 5वटा बुधबारको दिन प्रश्नहरू आएको रहेछ गोरखापत्रमा, त्यसमा समसामयिक हो खासमा, र त्यही समसामयिक बारेमा हामी कुरा गर्छौँ है त। ल, पहिलो प्रश्न नम्बर रहेको छ, फोर्ब्सद्वारा 2025 मा प्रकाशित विश्वका अरबपतिहरूको सूची अनुसार नेपालको पहिलो स्थानमा पर्न सफल धनाढ्य को हुन् भनेपछि एन्सर भनेको एलन मस्क हुन्। र नेपालको तर्फबाट हेर्नुहोस् त, नेपालको तर्फबाट को हुन् त? विनोद चौधरी। नेपालको तर्फबाट विनोद चौधरी, जुन कि 1729औं स्थानमा रहेका छन्। उनी चाहिँ 2013 देखि लगातार सहभागी हुँदै आएका छन् यसमा है त। ल, प्रश्न नम्बर 2 मा वासु शशी साहित्य सम्मान 2081 बाट सम्मानित स्रष्टा को हुन्? नाटककार तीनजना हुन्, मनबहादुर मुखिया, कवि विमल वैद र सन्ध्या पहाडी है त। यो नाटककार मुखियाका अनि देउराली रुन्छ, फेरि इतिहास दोहोरिन्छ, कवि विमल वैदका आकाश छुन मन खोज्ने मनहरू, समेर सपनाहरू तथा सन्ध्या पहाडीका सिम्फोनी युगकोटमा उभिएर नामक कृति प्रसिद्ध छन् है त। यो वासु शशी साहित्य पुरस्कार यो टिपोट गरेर पनि राख्दा हुन्छ, नभए हामी यसको PDF हामी आफ्नो टेलिग्राम च्यानलमा राखिदिन्छौँ, त्यसमा जोइन हुनु होला है त। ल, नेपालमा दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले आयोजना गरियो? यसको एन्सर भनेको विक्रम सम्वत 2081 चैत 14 गतेदेखि लिएर 16 गतेसम्म। क्वेसन नम्बर 4 मा लन्डन स्थित स्पेन्थोल सिमरिक अवार्ड, हेर्नु त, स्पेन्थेल सिमरिक अवार्ड ट्रस्टले स्पेन्थोल सिमरिक अवार्ड 2025 बाट कसले सम्मानित गरियो भनेको पत्रकार चिरण शर्मालाई यो पुरस्कारबाट सम्मानित गरेको छ। त्यस्तै कोशी प्रदेश पर्यटन वर्ष 2082 कहिले घोषणा गरियो त? विक्रम सम्वत 2081 चैत 27 गते। प्रश्न नम्बर 6 मा अरुण तमोर सुनकोशी नदीको सङ्गम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ? खुवालुङ है त। यो चाहिँ धनकुटा, भोजपुर, उदयपुरको सीमामा क्षेत्रमा अवस्थित यो ढुङ्गा किराँत राई समुदायको सांस्कृतिक आस्थाको केन्द्रका रूपमा मानिन्छ। प्रश्न नम्बर 7 मा हेर्नुहोस् त, पद्मश्री साहित्य 2081 कसलाई प्रदान गरियो? यो कृष्ण गौतमलाई है। उपन्यास कुन त? अद्वैत। ख्याल गर्नु होला। यो बाँकीहरू सबै तपाईँले PDF मा पाउनुहुन्छ। PDF को लागि हाम्रो फेसबुकमा जानु होला, फेसबुकमा जोइन हुनु होला, मेसेज गर्नु होला, हामी पठाइदिन्छौँ है। प्रश्न नम्बर 8 मा हेर्नुहोस् त, लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो? विक्रम सम्वत 2081 चैत 26-27। कानुन व्यवसायीको छाता सङ्गठन नेपाल बार एसोसिएसनको अध्यक्षमा को निर्वाचित भएका छन् भनेदेखि प्राडा विजय प्रसाद मिश्र है। यसमा यसको डिटेलहरू पढ्नु होला, PDF मा सजिलो हुन्छ तपाईँहरूलाई। त्यस्तै अन्तर्राष्ट्रिय T20 क्रिकेटमा धेरै इनिङ शून्यमा आउट नहुने रेकर्ड आफ्नो नाममा लेखाउँदै कीर्तिमान कायम गर्न सफल नेपाली क्रिकेटर को हुन्? दिपेन्द्र सिंह ऐरी हुन्। प्रश्न नम्बर 11 नगरकोट क्षेत्रको संस्कृति, प्रकृति एवं इतिहास प्रवर्धन गर्ने उद्देश्यका साथ नगरकोट भ्रमण वर्ष 2082 को सुरुवात कहिलेबाट भएको हो भनेदेखि 2082 वैशाख 1 गते, नयाँ वर्षदेखि। यो भनेको नयाँ वर्षदेखि हो। कोबाट भएका थिए भनेदेखि रामचन्द्र पौडेल, हाम्रो राष्ट्रपतिज्यूबाट। नगरकोटको भ्रमण वर्ष उद्घाटन भनेको 1 गते नै हो। आन्तरिक 10 लाख र बाह्य 1 लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको छ यसको। प्रश्न नम्बर 12 हेर्नुहोस् त, जुट शीतल पर्व कहिले मनाइन्छ? वैशाख 2 गते। यो भनेको तराईका जिल्लाहरूमा र मिथिलाञ्चल क्षेत्रमा वैशाख 2 गते मनाइन्छ। यसमा चाहिँ शरीरमा हिलो पानी छ्याप्ने, स्वास्थ्य लाभ हुने र छाला सम्बन्धी रोग नलाग्ने विश्वास रहेको छ। प्रश्न नम्बर 13 राष्ट्र परराष्ट्र नामक कृतिका सर्जक को हुन्? डाक्टर भेषबहादुर थापा।
जुगियाना नामक कृतिका लेखक कुमार नगरकोटी हुन् भने कर्मणा नामक कृतिका लेखक को हुन्? झमकुमारी घिम्रे। हालै लागू औषध मुक्त घोषणा गरिएको स्थानीय तह कुन हो? हेर्नुहोस् त, लागू औषध मुक्त घोषणा गरिएको स्थानीय तह कुन हो? यो भनेको नाम्खा गाउँपालिका हुम्ला रहेछ। देशकै ठुलो गाउँपालिका पनि हो, यसमा ध्यान दिनु होला है। स्थानीय देशकै ठुलो गाउँपालिका लागू औषध मुक्त स्थानीय घोषित भएको छ। लागू औषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्ने उद्देश्यका साथ 2081 चैत 27 गतेका दिन लागू औषध मुक्त पालिका घोषणा गरिएको हो। प्रश्न नम्बर 16 हेर्नुहोस् त, बिमस्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन हुन्? अफगानिस्तान, पाकिस्तान र मालदिभ्स। यसलाई भन्नु पाम। पाकिस्तान, अफगानिस्तान र मालदिभ्स। र सार्क सदस्य नभएका बिमस्टेक राष्ट्र भनेको थाइल्यान्ड र म्यानमार। र प्रश्न नम्बर 17, संयुक्त राष्ट्र सङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशकको रूपमा घोषणा गरेको दशक कुन हुन्? सन् 2021 देखि 30 सम्म। र WWF को आदर्श वाक्य के हुन्? फर द नेचर, फर द पिपल एन्ड फर एभर है। यो चाहिँ जान्नु होला। प्रश्न नम्बर 19 मा हेर्नुहोस् त, बाल साहित्यको महत्त्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्य सहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहाँ सम्पन्न गरियो? कहिले सम्पन्न गरियो भनेपछि विक्रम सम्वत 2081 असोज 4 देखि 5 सम्म। नेपालको तर्फबाट 200 भन्दा बढी, बाहिरबाट 10 देशका 31 जना नेपाली सर्जकको सहभागिता रहेको थियो। प्रश्न नम्बर 20, सरकारले याक दिवसको रूपमा मनाउन तय गरेको दिन कुन हो? याक दिवस है, वैशाख 7 गते। विक्रम सम्वत 2081 असोज 2 को मन्त्री परिषदको निर्णय हो यो। यसलाई राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको हो। याक आनुवांशिक स्रोत केन्द्रले 2080 वैशाख 7 गते आफ्नो 50औं स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र सम्वर्धनका लागि वैशाख 7 लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरेको हो। प्रश्न नम्बर 21, राष्ट्र बैंक अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ भनेदेखि आर्थिक वर्ष 2080-81। प्रश्न नम्बर 22, विश्व स्वास्थ्य सङ्गठनका सदस्य मुलुकबीच भविष्यका महामारीको सामना गर्ने सम्बन्धी सम्झौता कहिले भएको हो भनेदेखि 2025 अप्रिल 16 गते। प्रश्न नम्बर 23, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मूर्तिकला सम्मेलन कहिले सम्पन्न गरियो? विक्रम सम्वत 2022 वैशाख 5-6 गते काठमाडौँमा। यसमा चाहिँ 15 बुँदे सम्झौता जारी गरेको थियो। प्रश्न नम्बर 24, कोशी प्रदेश सरकारद्वारा पहिलोपटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ? विक्रम सम्वत 2082 वैशाख 18-19 गते। ल प्रश्न नम्बर 25 मा, नेपालमा हाल वैशाखसम्म चारा प्रजातिको सङ्ख्या कति पुगेको छ? 899 है, 899 पुगेको रहेछ है। पूर्वी नेपालको इलाम सुखानीमा नयाँ प्रजातिको चारा बैजनी कोइली भायोलेट कुक्कु फेला परेको छ। वैज्ञानिकलाई भनेको काइसोकक्कस साइन्थोरिङ्कस छ। योभन्दा अगाडिको को थियो भनेदेखि पर्पल रम्पेड सनबर्ड 2081 फागुनमा फेला परेको थियो। हस् साथीहरू, यो हाम्रो पार्ट 1 यही सकिन्छ र पार्ट 2 को भिडियो पनि छिटै आउँछ। हाम्रो च्यानललाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र सब्सक्राइब गर्नुहोला। हस्, थ्याङ्क यू फर वाचिङ।